मसी सबैजनालाई हामी चाहिँ यो उता जाँदैछौँ हामी चाहिँ यता उकालो हिँड्दैछौँ अनि यता चाहिँ बाटो यो खोलाको बाटो यही बाटो माथि डाँडा पुग्नुपर्ने भएको छ परमेश्वरलाई महिमा होस् यो 1-2 घन्टाको हिँडाइपछि हामी माथि डाँडामा पुग्नेछौँ र त्यहाँ हामी सुसमाचारिक यो सुनाउँदै बाटोमा भेटेकोलाई हिँडिरहेका छौँ र अन्त माथि गएर सुसमाचार सुनाउनेछौँ प्रचार गर्नेछौँ परमेश्वरको राज्यको घोषणा गर्नेछौँ अब चाहिँ गाउँमा दुर्गम ठाउँमा जहाँ हिँडिकन जहाँ चाहिँ परमेश्वरको सुसमाचार पुगेको छैन त्यो ठाउँमा चाहिँ सुसमाचार प्रचार गर्नुपर्छ भन्ने हाम्रो हामीसँग लोकदाई हुनुहुन्छ अगाडि हिँड्नुभएको छ अनि ऊ बाटो चाहिँ यही हो यहाँबाट चाहिँ हामी जाँदैछौँ सुसमाचारको लागि तपाईँको प्रार्थनाले हाम्रो जीवनमा काम गर्नेछ प्रार्थना गर्न हामीलाई नबिर्सिनु होला जाडो छ अनि खोल हिँड्दैछौँ परमेश्वरलाई महिमा होस् तलतिरको बाटो चाहिँ यही बाटो आएका हौँ जाडोको समय छ हुन्छ जय मसी सबैजनालाई